गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल इट्स मी रिन्चन गाजी। आज चाहिँ मेरो भाइ उता युकेबाट आउँदैछ, उसलाई लिन जाँदैछु है। चाहिँ बेलुकीको 6:11 भइसकेको छ। अब भाइ चाहिँ अलिकति फ्लाइट डिले भइरहेको छ है। म चाहिँ चिसोमा डुलिरहेको छु। यही हो एयरपोर्ट चाहिँ एयरपोर्टमा म मात्रै छु है। एयरपोर्ट सबै खाली छ। यता दाजुहरू दुईजना हुनुहुन्छ। गाह्रै पछि त 4 घन्टाको प्रतीक्षापछि भाइको प्लेन पनि ल्यान्ड भयो। फाइनली भाइ चाहिँ आइपुगेको छ है। अनि अब हामी चाहिँ गाडीतिर जाँदैछौँ। यहाँ चाहिँ भाइ दर्शन गर्दैछ है। जुठो परेछ भाइको। उता अगाडि पनि गर, उता अगाडि। भोलिपल्ट हामी उसको बाबाआमालाई सरप्राइज दिनको लागि लागिसक्यौँ घरतिर। आजभन्दा 2 वर्ष अगाडि हामी यहीँ आएर गुनासो गरेका थियौँ भाइ पल्टन छिरेन भनेर। आज छिरेर आइसक्यो यहाँनिर। अस्तिको दिन कि कहिले पो अस्तिको दिन होइन फोन भएको बाहिर गएको छु भनेर कहाँ मर्ने पत्याएकै थिएन नि आयो भनेर त। भाइको बाबा आमालाई सरप्राइज दिउँ भनेको हामीले ठ्याक्कै बाटोमा भेट्यौँ। भाइ आफै सरप्राइज भयो। भाइलाई 2 वर्ष पछाडि देख्दाखेरि आमा बुवा निकै भावुक हुनुभयो। भाइलाई देखेर सबै गाउँ चकमन्नै भइरहेछ। हाम्रो शुक्रबारे बजार।